गाइजहरू सम्पूर्णमा नमस्कार। मेरो फेरि अर्को भिडियोमा यहाँहरूलाई स्वागत छ। अहिले चाहिँ म चाहिँ फेरि जङ्गलतिर निस्किँदैछु। यहाँको के कस्तो नजारा हुन्छ भिडियोमा देखाउने। यहाँको अवस्था भनेको चाहिँ एकदमै गर्मी छ। झापामा त अहिले गर्मीको सिजन पनि हो। आज त त्यसैमाथि एकदमै घाम पनि ज्यादा लागेको छ। हेर्नु त कस्तो घाम लागेको छ। कुरा नगरौँ, पुरा पसिनै पसिना। मेरो च्यानलमा नयाँ साथीहरू जोडिनु हुँदैछ भने सब्सक्राइब पनि गरिदिनु होला। भिडियोलाई कस्तो लाग्छ लाइक कमेन्ट पनि गर्न सक्नुहुन्छ यहाँहरूले। भिडियो र अहिले चाहिँ म चाहिँ यस्तो ठाउँमा आइपुगेँ गाइस, त्यो देख्न सक्नुहुन्छ। यता खोला छ, यता चाहिँ म अब जङ्गलमा चाहिँ डुलिरहेको छु गर्मी मनाउनलाई। देख्न सक्नुहुन्छ यस्तो छ यहाँको भिर, खोला, जङ्गल। यसलाई चाहिँ निन्दा खोलाको बिचको यो मध्य खोला भन्छ। र म एउटा घरमा पनि पुग्छु आज चाहिँ। त्यहाँ चाहिँ दुईवटा खोलाको बिचमा एउटा मात्रै घर छ, एउटा मात्रै गाउँ भनौँ न। त्यहाँ चाहिँ केही मान्छेहरू, त्यो घरको मान्छेहरू बस्नुहुन्छ। र अहिले चाहिँ म चाहिँ अलिक धेरै माथि नै आइसकेको छु। र अब गर्मीलाई अलिकति मात्रामा भए पनि छोडेर म चिसो जग्गामा आइपुगेँ। र यो यहाँ जुन ढुङ्गाको छेउमा म आइपुगेँ नि, एकदमै मलाई चिसो अनुभव भइसक्यो। क्या तलभन्दा तल अलिक धेरै गर्मी थियो। अब भिडियो लामो हुन्छ भनेर मैले तलबाट आएको भिडियोहरू कम्ती धेरै छोटो छोटो क्लिपहरू सुट गर्दै आएँ। तर अब यहाँ आएपछि मैले भिडियो अलिकति लामो भए पनि तपाईँहरूलाई पनि देखाउँ भन्ने हिसाबले मैले भिडियो सुट गरिदिएको छु। र अब खोला त देखिहाल्नुभयो तपाईँहरूले, मध्य खोला। अब अहिले बर्खाको सिजन पनि छ, खोला खोल्किन हिँड्दाखेरि तपाईँहरू सेफ पनि हुनु होला सबैजना। खोला गाडी पहिरो अहिले जरासुकै यो मनसुनको समय छ। तर पनि यसलाई मैले मध्यनजर गर्दै भए केही यो गर्मीबाट राहत, चिसो राहत मिल्नको लागि यहाँ आइपुगेको छु। अब एकछिन म यहाँ बस्छु अनि चिसो पानी पनि खोलाको खाइहाल्छु। त्यसपछि फेरि माथि जान्छु। र त्यहाँ चाहिँ एउटा मात्रै घर छ, र त्यो घरमा पनि म पुग्ने कोसिस गर्छु। र त्यहाँको दृश्यहरू पनि म देखाउने कोसिस गर्छु। उचाइ चढ्दै चढ्दै अहिले म चाहिँ धेरै माथि नै आइसकेँ यो खोलाभन्दा। अब अहिले चाहिँ लगभग त्यो माथि पुग्नलाई मलाई फेरि टाइम लाग्छ। र त्यहाँको दृश्य चाहिँ यस्तो छ, म तपाईँहरूलाई देखाउँछु। र देख्न सक्नुहुन्छ त्यहाँको दृश्य चाहिँ यस्तो छ। र त्यो डाँडामाथि चाहिँ म पुग्नु पर्ने हुन्छ। र बाटो चाहिँ अब यताबाट नै होला सायद, कोसिस गर्छु जानेलाई। र म चाहिँ उचाइ माथि आउँदै आउँदै बाटो चाहिँ भुलि गएँ। र अब यहाँ चाहिँ कता जाने दोधारमा परेँ, यस्तो ठाउँमा आइपुगेँ। कोसिस चाहिँ गर्दैछु। लगभग मैले 1 घन्टा भइसक्यो तलबाट माथि आएको। त्यो टाइम भइसक्यो, तर मैले बाटो चाहिँ भेटेको छुइनँ। एकदमै मुस्किल परिरहेको छु, तर माथि निस्किने कोसिस चाहिँ म गर्छु है। अब यस्तो ठाउँमा हिँडाइ छ मेरो हो। अब यहाँ कसरी जाने? प्रकृतिमा सबैले आफ्नो तरिकाले मेहनत गरेको हुन्छ। र यसको पनि मेहनत हेर्नुहोस्, यस्तो तरिकाले मेहनत गरेको छ कि ताकि यो जाल लगाएको छ। र यसमा चाहिँ कोही आएर केही चिजहरू आएर फस्यो भने चाहिँ उसलाई उसको आहाराको रूपमा उसले चाहिँ लिन्छ। र यो चाहिँ
उसको दैनिकी क्रियाकलाप जस्तै हो। मैले चाहिँ अब चाहिँ बाटो पनि भेटिसकेँ र अब यो बाटोबाट चाहिँ म त्यस घरतर्फ जान्छु र यस्तै रहेछ। यहाँ चाहिँ बाख्रा सायद चराइन्छ होला, त्यही बाटो होला। ल फाइनली साथीहरू म चाहिँ अब लगभग 1.5 घन्टाको हिँडाइपछि चाहिँ म आइपुगिसकेँ। म चाहिँ अहिले चाहिँ यस्तो ठाउँमा आइपुगेँ र यो ठाउँ र पछाडि यता चाहिँ दृश्य देख्न सक्नुहुन्छ। जुन मैले एउटा मात्रै घर छ गाउँ छ भनेको थिएँ नि, त्यो यता पर नै हो र अब त्यहाँ पनि म जान्छु। हेरौँ, यहाँको घरहरूलाई म भिडियोमा देखाउने कोसिस चाहिँ गर्छु। अब यहाँ चाहिँ कहीँ पनि छैन घरहरू, सबै यो जङ्गल मात्रै छ। यो पछाडि सबै यो देख्न सक्नुहुन्छ दृश्य, यो सबै जङ्गल हो होइन। यहाँ मात्रै एउटा घर छ, त्यो घरभन्दा उता साइडमा पनि एउटा खोला छ। अब त्यो खोला कटेर पनि धेरै माथि पल्लो साइडको गएपछि मात्रै गाउँ बस्तीहरू भेट्ने गरिन्छ। त्यही भएर यहाँ चाहिँ एउटा मात्रै घर छ र म त्यहाँ घरमा जाने कोसिस नै मेरो रहन्छ र म गर्दै पनि छु र त्यहाँको भिडियो दृश्य पनि देखाउने चाहिँ कोसिस गर्छु म। अब चाहिँ म चाहिँ यो गाउँ छोडेर घरतर्फ फर्किँदैछु र यो चाहिँ एउटा मात्रै घर जुन मैले देखाएँ त्यो भिडियोमा, यहाँमा चाहिँ एउटै मात्रै घर छ र अब चाहिँ म चाहिँ यो बाटो लिएर आफ्नो घरतर्फ फर्किन्छु। जुन अघि मैले देखाएको घर चाहिँ थियो, त्यहाँ जानको लागि भनेको बाटो भनेको एउटै मात्र यही हो र यहाँ बिजुली बत्ती कुनै पनि छैन, सिर्फ एउटा मात्रै घर छ र सामान्य रूपमा बसोबास गर्दै आएको छ। र यहाँ चाहिँ त्यही खोला बर्खा चाहिँ अब तरेर जाने आउने गर्नु पर्दो रहेछ र यस्तो ठाउँमा। तर म चाहिँ अब यही बाटो भएर फर्किँदैछु र यस्तो अवस्था छ साथीहरू यहाँको अवस्था। र जुन एक्लो घर गाउँ नभएको घर चाहिँ मैले देखाएँ, त्यो घरको अवस्था पनि त्यस्तो रहेछ भन्दै मेरो भिडियो छ। यहाँदेखि चाहिँ झापाको दृश्य पनि राम्रोसँग देख्न सकिन्छ। यो तराई भेग चाहिँ झापा हो र अहिले चाहिँ झापामा पनि हल्का मौसम चाहिँ ढुङ्गिएको जस्तो हो कि देखिँदैछ र यता पनि अब शीतलै छ अहिले त। र यो तलको खोला चाहिँ देख्न सक्नुहुन्छ, निन्दा खोला भन्छ यसलाई चाहिँ। र अब म चाहिँ आफ्नो घरतर्फ फर्किँदैछु र यो बाटो लिएर अब म चाहिँ घरतर्फ लाग्छु र मलाई यहाँबाट घर पुग्न अब लगभग 1 घन्टा जतिमा म घर पुग्छु होला भन्ने छ। मसँग गाडी केही पनि छैन, म पैदलै जान्छु र पैदलै आएको थिएँ र पैदलै जाँदैछु। र यहाँसम्म मेरो भिडियोलाई हेरिदिनु भयो र भिडियो कस्तो लागिरहेको छ कमेन्ट मार्फत आफ्नो प्रतिक्रिया दिनुहोला र मेरो च्यानलमा नयाँ जोडिनु भएको छ भने सब्सक्राइब पनि गरिदिनु होला।